ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रममा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्य समितिका सदस्य दावा शेर्पा GN ज्यूलाई पनि अतिथिको आसन ग्रहण सम्पूर्ण प्रतिनिधिज्यूहरू यहाँलाई फेरि पनि म अध्यक्षको तर्फबाट यहाँलाई टसिनेर टक्राउन चाहन्छु। टसिनेले आज हामी यो प्रदेश समितिको दोस्रो अधिवेशनले रूपान्तरण कार्यक्रममा हामीले पुरानो विधानले 13 सदस्य समिति रहँदा नेपाल शेर्पा सङ्घ कार्य समिति प्रदेश नम्बर 1 भनेर हाम्रो ब्यानरमा आउँथ्यो भने अहिले जुन संशोधन विधानले 33 सदस्य समिति रहने प्रदेशमा त्यो भएको कारणले गर्दाखेरि केन्द्रको महाधिवेशनलाई पनि पूर्णता दिनको लागि 23 र 24 गतेको लागि प्रतिनिधि छानेर विधिगत रूपमा विधान अनुसार जानुपर्ने भएको हुनाले आज हामीले यो प्रदेश कार्य समिति 1 वर्ष अगाडि इलामबाट अधिवेशनबाट हामी चुनेर आएका थियौँ। तर विधान संशोधन भएको कारणले गर्दा फेरि पनि हामीले 13 समितिदेखि 33 समिति पुर्याउनु पर्ने भएको कारणले आजको विशेष गरेर यो कार्यक्रममा रूपान्तरण अधिवेशन कार्यक्रम भनेर राखिएको थियो। यो रूपान्तरण अधिवेशन भन्नाले हाम्रो 33 सदस्य समिति पुर्याउनको लागि अगाडिको कार्य समितिलाई डिस्पोज गर्नु नमिल्ने त्यही कार्य समिति अध्यक्षकै समितिमा 33 सदस्य समिति पुर्याउनु पर्ने भएको कारणले त्यो समिति अहिले हामी पूर्णता दिइसकेको हाम्रो निर्वाचन मण्डलले घोषणा गरेर प्रमाणपत्र पनि दिइसकेको छ र अब यहाँ निर्वाचित सर्वसहमतमा यहाँहरूले दिएको खाली पदमा आउनु भएको सचिवदेखि लिएर उपाध्यक्ष सम्पूर्ण पदमा सदस्यमा रहनुहुने सम्पूर्ण टिमलाई म
अध्यक्षको हैसियतले हार्दिक यहाँलाई स्वागत गर्दै हामी हाम्रो कार्य अवधि आजकै मितिदेखि विधान अनुसार 3 वर्ष हुन रहेछ। त्यसकारणले हामी टिम भएर अगाडि बढ्नेछौँ र यहाँ आज जुन टिम छान्ने विषयमा खुल्ला सत्रमा हाम्रो शेर्पा समुदायका अग्रज विद्वानहरूले अबको जुन नेतृत्व नेपाल शेर्पा सङ्घले जुन मुद्दाहरू उठाइराखेको छ प्रदेशमा र हाम्रो एजेन्डाहरूलाई हाँक्न सक्ने युवा उपस्थिति भएर अगाडि बढ्नुपर्छ भन्ने कुराहरू पूर्व वक्ताले राखेको बमोजिम र अहिले जुन यहाँहरूले स्वतस्फूर्त जुन पदमा म काम गर्न सक्छु भनेर यहाँहरूले आउनुभएको छ। यसकारणले हामीले काम गर्ने इच्छा जागर भइरहँदा पनि हामीलाई काम गर्ने चाहिँ एउटा जसरी जे अधिकार छ यो विधानभन्दा बाहिर गएर हामीले काम गर्न सक्दैनौँ र विधान अनुसार हामीले काम गरिरहँदा हामीभन्दा सिनियरमाथि केन्द्रीय कार्य समिति छ र केन्द्रीय कार्य समितिले प्रदेशलाई कुनै पनि बेलामा निर्देशन दिन सक्छ। त्यो निर्देशन दिएको बेलामा हामी रात दिन नभनिकन केन्द्रको निर्देशन अनुसार हामी प्रदेश कार्य समितिको जिम्मेवारी दायित्व कर्तव्य पूरा गर्नको लागि हाम्रो टिम जहिले पनि तयार रहन्छ भन्ने कुरो मलाई पूर्ण विश्वास छ। त्यसकारणले गर्दा यहाँलाई म आग्रह गर्छु, अनुरोध गर्न चाहन्छु, हाम्रो प्रदेशले हाम्रो 14वटा जिल्लाको सबै स्थानीय तहसम्ममा हाम्रो समुदायको मुद्दाहरू बोकेर समुदायको गाह्रो साह्रोको कुराहरूलाई हामीले अगाडि बढाउनु पर्नेछ। त्यसकारणले हामीले हाम्रो जिम्मेवारीभित्र शेर्पा वेशभूषा कल्चर शेर्पा जातिहरूको आर्थिक समृद्धि रोजगार यो राष्ट्रभित्रमै एउटा सम्पत्ति हामी जनता, त्यही जनताभित्रको पनि हामी शेर्पा जाति, हाम्रो आफ्नै संस्कार संस्कृति, हामी एउटा जातीय रूपमा पनि दर्ता हाम्रो आफ्नो लिपि भएको समुदाय शेर्पा रहेको हुनाले यो राष्ट्रसँग मिलेर अगाडि बढ्ने कुरामा हाम्रो जुन छ केन्द्रले हाम्रो मुद्दाहरूको एजेन्डामा हामी जहिले पनि खट्ने अगाडि बढ्ने कुरामा एक भएर जानुपर्छ र हामी यो विधान अनुसार निर्वाचन मण्डलले 33 सदस्य समिति पूरा गरिदिनु भएको छ। यसप्रति यो निर्वाचन मण्डललाई पनि धन्यवाद र हामीले भोलि 4 गतेको दिन सबैले निर्वाचित हुनुभएको यहाँहरूको उपस्थिति, यहाँहरूले हाम्रो प्रदेश कार्यालय पनि हेर्नुपर्ने, जान्नुपर्ने, देख्नुपर्ने भएको हुनाले भोलि हामी 10 बजे सबै साथीभाइहरू, आज निर्वाचित साथीभाइहरू र हामी पुरानो समितिको टिमहरू सबै हामी यही माथि यो माथिल्लो तलामा हाम्रो अफिस प्रदेश कार्य समितिको अफिस छ, त्यही अफिसमा हामी भोलि पहिलो मिटिङ बसेर हामीले अबको दिनहरूमा प्रदेश कार्य समितिले गर्नुपर्ने कुराहरू विधान अनुसार निर्णय गरेर अगाडि बढ्नुपर्ने भएको हुनाले यो संस्थागत रूपमा निर्णय कोरम पुर्याउनु पर्ने, विधि पुर्याउनु पर्ने भएको हुनाले भोलि 10 बजे यहाँहरू सम्पूर्णलाई पहिलो मिटिङको लागि आह्वान गर्दै आज जुन यस रूपान्तरण कार्यक्रममा 14 जिल्लाबाट प्रतिनिधि भएर आएर यहाँ यो कमिटी समिति पूरा गर्नलाई सहयोग पुर्याइदिनुहुने सम्पूर्ण जिल्ला समन्वय प्रमुख लगायत प्रतिनिधिज्यूहरू र स्थानीय सरकार र केन्द्रबाट पाल्न भएका सम्पूर्ण हाम्रा अग्रज शेर्पा समुदायका नेताजीहरू सम्पूर्णमा हामी प्रदेश कार्य समितिको तर्फबाट यहाँहरूको सहयोगप्रति धन्यवाद दिँदै आजको जुन कार्यक्रममा सहयोग पुर्याइदिनुहुने सम्पूर्ण महानुभाव र यो गुम्बाले हामीलाई कार्यक्रम गर्नका लागि यो हल प्रदान गरिदिनुहुने गुम्बा समितिको टिमहरू लगायत हाम्रो कार्यक्रममा सहयोग पुर्याइदिनुहुने
डाइरेक्टली इन्डाइरेक्टली सम्पूर्ण टिमहरूलाई हामी प्रदेश कार्य समितिको म अध्यक्षको तर्फबाट पनि यहाँहरूलाई धन्यवाद दिँदै हाम्रो टिमले हाम्रो विधान अनुसार अगाडि हामी काम गर्ने पर्ने कुरा र जसरी यहाँहरूले खाता लगाएर एउटा हामीलाई शपथ ग्रहण गराएर जुन हाम्रो विधान अनुसार हामी चल्नुपर्छ भन्ने कुराहरूमा प्रतिबद्धता जनायौँ। यसै गरेर यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूको शिर नरिने गरी हामीले इमानदारिताको साथ हामी काम गर्ने पनि प्रतिबद्धता जनाउँदै सम्पूर्ण टिमहरूमा हामी एकै भएर अगाडि बढ्ने र काम गर्ने प्रतिबद्धता जनाउँदै मेरा 2 शब्द भनाइहरूलाई यही अन्त्य गर्छु। धन्यवाद।